यिनीहरूले भनेको मान्ने यिनीहरूको हली तपाईको रमेश लेखकलाई गृहमन्त्री बनाएर ल्याए। त्यो दिनदेखि तपाईँले एक दिन मात्रै एकचोटि मात्रै जीवी राई खोइ भने यिनीहरू सोधेको देख्नुभयो? सोध्नुभयो? अब ल अरू सुन्नुहोस्, 24 घण्टा तपाईँलाई जीवी राई खोज भनेर आज 2 वर्षसम्म सत्ता चलाउँदै गर्दा जीवी राई किन नखोजेको? र जो व्यक्ति तपाईँलाई आज चोरलाई चौतारो र साधुलाई सुलीको काम भएको छ, यहाँ जसले सहकारीको विषयमा फिर्ता पाउनुपर्छ भनेको त्यो मान्छेलाई ठगी भनेर हालियो, र जो व्यक्ति सहकारीका ठगहरू हुन् र जसले नेपाली जनतालाई तपाईँहरू रुवाउने काम गर्यो, नेपाली जनताको गरिब नेपाली जनता पैसा खाम गर्यो, तिनीहरूले खुलेआम हिँडिरहेका छन्, सालीसँग हात हल्लाएर अङ्गालो मालेर नाचिरहेका छन्, रात दिन पार्टी गरिरहेका छन्। र आज 76 जना नेपाली जनताको छोराछोरीको टाउकोमा गिरी निस्किने गरी गोली हान्ने अपराधीहरू आज डुक्रिरहेका छन्। के त्योभन्दा ठुलो अपराधी हो रवि लामी छाने? आज यो सरकारवादी मुद्दा भएको छ, यो जेनजी र परिवर्तनगामी शक्तिहरूले बनाएको सरकार भएको कारणले गर्दाखेरि रविको मुद्दा खारेजीमा जानु पर्थ्यो, रविको मुद्दा खारेज हुनु पर्थ्यो। रविलाई वास्तु सुन्नुहोस्, सबभन्दा पहिलो कुरो सहकारीमा 88-87 अर्ब पैसा हिनामिना भयो। सहकारीमा 2500 लाख गरिब नेपालीले मकै पोलेर साग बेचेर जम्मा गरेको पैसा यी हुडारहरूले खाए। त्यो पैसा असुल हुनुपर्छ, नेपाली जनताले फिर्ता पाउनुपर्छ भन्ने उद्देश्यले यो सरकार अभिप्रेरित भएको भए आज नेपाली जनताले पैसा फिर्ता पाइसक्थे। आज सहकारी सञ्चालन गर्नेहरू स्थानीय ठाउँका टेरोटोरीभित्रका व्यक्तिहरू हुन्छन्, केही न केही तपाईँको आफ्नो पुँजीहरू राखेर, केही न केही तपाईँको एउटा आफ्नो जग्गाहरू राखेर सहकारी सञ्चालन भएको हुन्छ। आज सहकारीको नियमभन्दा बाहिर गएर किन लोन दियो? त्यो सारा सहकारीका सञ्चालकहरू, लेखा समिति लगायत सहकारीका जिम्मेवार व्यक्तिहरूलाई लगेर कराप ज्याप पारेर उनीहरूको सम्पत्ति नेपाली सरकारले जफत गरेर नेपाली जनतालाई पैसा फिर्ता गर्नुपर्ने होइन? त्यो गर्न सक्यो? यो 87 अर्ब गरिब नेपाली जनता पैसा यो हुडारले खाना पाउनु हुँदैन। एक रुपियाँ तपाईँले ब्याजसहित फिर्ता गराउनुपर्छ भनेर सबैभन्दा पहिला संसदमा कुर्लिने र सबैभन्दा पहिला तपाईँ संसदमा रोस्टरमा गएर बोल्ने व्यक्ति रवि लामी छाने होइनन्? यो गलत हो। सबैभन्दा पहिला यदि यो देशको र जनताको हितको लागि आएको हो भने यो देशको सबभन्दा प्रमुख शत्रु एमाले काङ्ग्रेस जस्ता दलहरूले गर्दाखेरि उनीहरूको बिगबिगको कारणले गर्दा उनीहरूले सारा नेपालको संयन्त्रलाई, नेपालका तपाईँको हरेक चिजहरूलाई आफ्नो कब्जामा लिएर आफ्नो मुताबिक चलाएको कारणले गर्दा आज देश फेलर भइरहेको छ। यिनीहरूको विरुद्धमा नयाँ शक्ति एक हुनुपर्छ भन्नुपर्ने ठाउँमा आफ्नो स्वार्थ लिएर म सभापति हुनुपर्छ, म प्रधानमन्त्री लिएर भएर हिँड्नुपर्छ भनेर जुन जुन शक्तिहरू अघि बढिरहेछन् यो गलत हो। आज फुटेर होइन जुटेर हर्कजीलाई पनि म सम्मान छ, रेस्पेक्ट गर्छु, उहाँ पनि एक ठाउँमा हुनुपर्छ। बालनजी भनेको युवाका ढुकढुकी हुन्, युवाहरूको क्रेज हुन्, उनी पनि रविसँग रवि बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङ, तपाईँले भने जस्तो खगेन्द्र सुनार, विभिन्न यो जति पनि हाम्रा तपाईँको युवा अभियन्ताहरू छन्, हामी जस्तो सबैजना एक ठाउँमा हुनुपर्छ। आफ्नो प्राइभेट एउटा तपाईँको स्वार्थ राखेर, आफ्नो व्यक्तिवादी स्वार्थ राखेर कहिले पनि राजनीति गर्नु हुँदैन। राजनीति भने सेवा हो। यद्यपि त्यस्तै गरियो भने एमाले र काङ्ग्रेसमा हामी के फरक भयौँ त नि? युवा बनाउँदा के फरक भयो त नि? आफ्नो खालको तपाईँ एउटा लिडरसिप गर्ने, आफ्नो किसिमको तपाईँको अहम देखाएर अघि बढ्ने हो भने केही हुँदैन। त्यसो हुँदाखेरि यद्यपि यो देशको सबभन्दा प्रमुख शत्रु को हो भन्ने कुरालाई चिनेको हो र त्यसलाई परास्त गर्ने हो भने नयाँ शक्तिहरू एक ठाउँमा आउनै पर्छ, त्यसको विकल्प छैन। सबभन्दा पहिलो कुरो अहिले तपाईँले भन्दै गर्दाको क्वेसन छ नि, सबैभन्दा पहिलो कुरो चोरलाई सबैभन्दा पहिलो कुरो तपाईँको घरको चाबी तपाईँले बोलेर राख्ने हो नि त। सहकारीको सदस्य पनि उनी होइनन्, उनले कसरी दुरुपयोग गर्न सक्छन्? मान्नुहोस् यति मात्रै के भने गोर्खा मिडिया नेटवर्कमा 65 करोड पैसा 3टा सहकारीबाट गैरकानुनी ढङ्गबाट आयो। हो यही त कुरा छ। जुन सही ठाउँमा आउनुभयो, तपाईँ सही ठाउँमा आउनुभयो। जुन सहकारीमा उनले पाइलै टेकेका छैनन्, जुन सहकारीको नाम पनि सुनेका छैनन्, जुन सहकारी उनी गएका पनि छैनन्, त्यो सहकारीले कसरी पैसा दिन्छ? सुन्नुहोस्, आज तपाईँ हामीले सहकारी पैसा लिनुपर्दा, ब्याङ्कमा पैसा लिनुपर्दा हाम्रो घर घडेरी तिरेको रसिद, 3 पुस्ते हाम्रो इन्कम स्रोत सारा देखाउँदा करोडको प्रपर्टी राख्दाखेरि 10 लाख रुपियाँ ब्याङ्कले दिन मान्दैन भने आज सहकारीले आफ्नो नियमभन्दा बाहिर गएर रवि लामी छाने भन्ने तपाईँलाई एउटा कृत्रिम व्यक्तिको नाममा लोन प्रवाह गर्नुको रिजन के हो थाहा छ? यहीँबाट कृत्य सुरु भएको छ। यहाँनिर मलाई लाग्छ त्यो पैसा तपाईँको कहीँ गएको छैन। त्यो पैसा रवि लामी छाने लग्यो भनेर कागज बनाएर यिनै डाकाहरूले चोरहरूले हँसुरेका छन्। कुरा बुझ्नु भएन? सबभन्दा पहिलो कुरो त सहकारी सञ्चालकहरू, त्यहाँ लेखा समितिहरू, त्यहाँ लोन समितिहरू र जो जिम्मेवार ती व्यक्तिलाई पाता कसेर जेलको कटगडीभित्र लगेर तिनीहरूको सम्पत्ति तपाईँलाई जफत गरेर नेपाली जनताको पैसा फिर्ता गर्नुपर्छ। होइन भने जवाबदेही यिनीहरू हुनु पर्दैन। जीविराई भने डाकालाई करोड पैसा किन दिएको? यिनीहरूले किन दिएको? त्यो नियमभन्दा बाहिर हो कि होइन? अनि त्यो नियमभन्दा बाहिर गएर कारबाही हुनु पर्दैन?
सबभन्दा पहिलो रविको मास्टर तपाईँको मोबाइलमा खातामा भएको पैसा तपाईँले निकालेर कसैलाई दिँदै हुनुहुन्छ भने कसैको मास्टर प्लानमा तपाईँ किन लाग्ने? कसरी मास्टर प्लान भयो उनी? ए बाबा, सबभन्दा पहिलो कुरो यहाँ हेर्नुहोस् है, 87 अर्ब पैसा नेपाली जनताको फसेको छ। चान्चुने कुरा होइन यो। नेपाली जनतालाई भुलभुलैया पार्नको लागि, ढिसमिसा पार्नको लागि, अल्मल्याउनको लागि दिशान्तरण गरिएको मात्रै हो रवि लामिछानेलाई भित्र लगेर। वैकल्पिक पार्टी नयाँ शक्तिका रूपमा रवि लामिछाने चाहिँ आजको दिनमा सबभन्दा प्रभावशाली उम्मेदवार, प्रभावशाली व्यक्ति हो भने हो। यहाँ त कुलमानको पनि पार्टी खुलिसक्यो, हर्क साङपाङको पार्टी खुलिसक्यो, खगेन्द्र सुनारको पार्टी खुलिसक्यो। अब अलि सबै एक ठाउँमा आउनुपर्छ। आज जेनजीले उठाएको माग एक्लै 4-5 वर्षदेखि काँधा बोकेर हिँडिरहेको व्यक्ति रवि लामिछाने। आज जेनजी उठाएको माग र रवि लामिछाने उठाएको मागमा केही पनि फरक छैन। त्यसो भए जेनजी किन एक नहुने? किन नहुने? त्यसो हो भने अब सुन्नुहोस्, अब मैले के भन्दैछु भने कुलमान घिसिङ भनेको यो देशले माया गरेको मान्छे, तपाईँ हामीले रुचाएको व्यक्ति र देशको लागि राम्रो योगदान गरेका व्यक्ति, उनीप्रति हाम्रो अहिले पनि सम्मान छ। उसको लागि सबैभन्दा बढी टाउकामा डन्डा खाने व्यक्ति हामी नै हो। हाम्रो सर्ट र तपाईँको कमिज च्यात्ने, हाम्रो तपाईँको यो कोट सबैभन्दा बढी तपाईँको च्यात्ने मान्छे हामी नै हो। पुलिसको डन्डा खाएर कुलमानको हितको लागि, कुलमानमाथि अन्याय भयो भनेर बोल्ने मान्छे हामी नै हो। यो कुरा आज कुलमानजीले बिर्सिनु हुँदैन। आज कुलमानजीले सबभन्दा पहिलो कुरो, कुलमानजी र रविजी एक ठाउँमा आउनुपर्छ, र बालनजी एक ठाउँमा आउनुपर्छ, हर्कजी एक ठाउँमा आउनुपर्छ। आज तपाईँको कुनै पनि ठाउँमा जाँदाखेरि जनताको भिड लाग्यो भन्दैमा सारा जनताले मलाई पत्याए भनेर त्यो नहौसिए हुन्छ। जसो मैले भन्ने गरेको छु, आज जुन ठाउँमा हर्क साम्बाङ गएका छन् त्यहाँनिर हजारौँको भिड लाग्दै गर्दाखेरि हर्क साम्बाङले दङ्ग नपरे हुन्छ। त्यही ठाउँमा भोलि रवि गयो भने त्यसको 3 गुणा हुन्छ। त्यही ठाउँमा भोलि काङ्ग्रेस गयो भने त्यसको 2 गुणा हुन्छ। त्यही ठाउँमा भोलि एमाले गयो भने त्यति नै जनता हुन्छन्। त्यही जनता हुन्। यही जनता ढुङ्गा हान्न पुगेका छन्, यही जनता मासु भात खान पुगेका छन्, यही जनता पैसा लिन पुगेका छन्, यही जनता पेट्रोल माग्न पुगेका छन्, यही जनता झन्डा बोकेर जय जयकार गर्न पुगेका छन्। भर हुँदैन, भोट हाल्ने बेलामा हो। त्यसो हुँदाखेरि नयाँ शक्तिहरू एक ठाउँमा आउने त सम्भावना किन छैन भने उनीहरू आफ्नो दल खोलेर झन्डा बोकेर हिँडिसके। अब चुनावै भइहाल्यो भने चाहिँ के होला त? अब यस्तो छ, नयाँ दल खोल्ने पनि त तपाईँलाई मर्च हुन सक्छ नि। जस्तो तपाईँलाई मलाई विश्वास के छ भने चुनाव हुने ताका सबै एकै ठाउँमा आउँछन्, युवा शक्तिहरू एक ठाउँमा आउँछन्, त्यसमा हाम्रो पनि पहल छ, हामीले भनिरहेका छौँ। यद्यपि सारा युवाले र नेपाली जनताले चाहँदै पनि आफ्नो पर्सनल स्वार्थ बोकेर कोही म फलानु पार्टीको सभापति हुँ, फलानु पार्टीको अध्यक्ष हुँ, भोट मलाई ल्याऊ भनेर देशलाई र नेपाली जनतालाई विखण्डन गर्ने गरी बस्छ भने नेपाली जनताले भाटा हानेर लखटे हुन्छ। भाटा मिलेनन् भने नेपाली जनताले भाटा हान्छ नै। भाटा हान्नुपर्छ, यिनीहरू मिल्नुपर्छ। किन नमिल्नु? कुलमानजीको माग के हो? कुलमानजीको चाहना के हो? हर्कजीको चाहना के हो? बालनजीको चाहना के हो? रविजीको चाहना के हो? सबैजना एक ठाउँ मिलेर देश र जनताको हित लाएर निर्णय लिएर अघि बढे भन्छ त। सबैलाई सभापति चाहियो, सबैलाई प्रधानमन्त्री चाहियो। ए बाबा, एकजना पो सभापति होला त गाँठे होइन? त्यो बरु त्यसलाई नियम बनायो हुन्छ नि, एउटा कार्यकाल गरे हुन्छ, 2टा कार्यकालको ठाउँमा होइन। त्यो अनुसार सबै एक ठाउँमा आए भयो, आफ्नो क्षमता अनुसारको मन्त्रालयले भएर काम गर्न भयो। म त भन्छु सबभन्दा ठुलो कुरा भनेको संसदले मन्त्री बन्ने नपाओस् के, त्यो नियम बनाउनुपर्छ। संसदले मन्त्री बन्ने होइन कुनै पनि कुराको। यस्तो छ, यसमा कसले पार्टी हाँक्ने भन्नुभन्दा पनि राज्य तपाईँलाई अलरेडी 21वटा दल लिएर आएर सफल भएका, राजनीतिमा तपाईँलाई एक किसिमको तपाईँलाई त्यो अभ्यास पनि प्राप्त गरेका र तपाईँको एउटा अहिलेको मार्केटमा तपाईँलाई एउटा छुट्टै किसिमको रौनक पैदा गर्न सकेका रवि लामिछानेको कारणले गर्दाखेरि अहिले जेनजी भाइहरू त्यहाँ छन्, विभिन्न दलहरू मिल्दैछन्। र अब जस्तो हाम्रो के भन्छ कुलमान घिसिङको त पार्टी पनि दर्ता भइसकेको छैन क्यारे, दर्ता हुने कुरा मात्रै हो क्यारे होइन। उनी पनि आउन सक्छन्। बालन शाहले अहिलेसम्म पार्टी खोलेका छैनन्, उनी आउन सक्छन्। हर्क साङपाङले जुन तपाईँको श्रम संस्कृति पार्टी खोलेका छन्, राम्रो अभियान छ, मिलेर अघि बढे भइगयो त। फुटेर के हुन्छ? आज हर्कजीले तपाईँलाई भोलिको दिनमा तपाईँलाई 20वटा 21वटा 12वटा सिट लिएर आएर के गर्न सक्छन् त? अहिले तपाईँको के गर्न सक्यो त रविले? रासपाले तपाईँलाई 21वटा सिट लिएर गएको होइन, बुलन्द आवाज उठाएको होइन, तर के भयो त? भएन नि। त्यो 2/3 एटलिस्ट बहुमत एउटा पार्टीले ल्यायो भने निरन्तर सरकार चलाउन सक्छ। आउँछ होइन। काङ्ग्रेस र एमाले प्रति एउटा आस्था राख्ने तमाम नेपाली जनताहरूप्रति मेरो सम्मान छ, रेस्पेक्ट छ, उहाँहरूपट्टि मेरो तपाईँको सद्भाव छ। म के भन्छु भने मैले बाबुदेखि पार्टी, मेरो आमादेखिको पार्टी, हजुरआदेखिको पार्टी, म त यही पार्टीको पार्टी नभनौँ। तपाईँ हामीले कहिलेकाहीँ स्वाद पनि फेर्नुपर्छ। त्यो सबैजनाले एक पटकलाई मत परिवर्तन गरिदिउँ, फेरि अर्कोचोटि हाम्रो आस्था छँदैछ होइन। अबको चाहिँ हामीले नेपाली काङ्ग्रेस, एमाले, माओवादी लगायतका दलहरूभन्दा नयाँ दललाई एकचोटि दिउँ न। नेपाली जनताले चाहेको त्यही छ त। चुनावमा यस्तो छ, प्रधानमन्त्रीको उम्मेदवार त अहिले नयाँ शक्तिहरू जति पनि छन् मिलेर एउटा उचित क्यान्डिडेटलाई अघि लिएर गए भयो त हो नि। त्यो त मैले भन्ने त कोही होइन, म त होइन।
ठिक छ त कुलमान घिसिङलाई तपाईँको सारा तपाईँको सपोर्टिङ हुन्छ भने उनी पनि अघि बढ्न सक्छन्। बालनलाई नेपाली जनताले सपोर्ट गर्छन् भने बालन जान सक्छन्, हर्कजीलाई साम्पाङ गर्छन् भने हर्कजीले जान सक्छन्। यहाँ त तपाईँको रवि लामिछानेले मात्रै ठेका लिएको छ त भनेको छैन त। रविले त त्यो कुरा पनि भनेको छैनन्, मेरो पार्टी पनि लैजाऊ, मेरो चुनाव चिन्ह पनि लैजाऊ, होइन, हरेक कुरामा चेन्ज गर्न तयार छु, तर देशको हितमा हुनु पर्यो। उनले बोलेको ए होइन र, म संसद नहौँला, म मन्त्री नहौँला, म मान्छे त हुन्छु, तर मान्छे मात्रै भएछु भने पनि देश र जनताको लागि म बोल्न कहिले छोड्दिनँ भन्ने कुरा उनले गरिरहेको छन् भनेदेखि के छ त? उनले भनेको कुरा र व्यवहारमा के छ भन्ने कुरा गएर सरसल्लाह गरे भयो त। ए बाबा तपाईँको म तेरो पार्टीमा आउँछु, तर मलाई सभापति नै चाहियो। ए बाबा रविले मात्रै भन्ने कुरा हो त्यहाँ? रविको पार्टीमा अरू मान्छेहरू छैनन्, सबैले मिल्नु पर्यो होला नि। पुरानो शक्ति पुरा गरौँ नि त। काङ्ग्रेस एमालेको चाहिँ के छ भविष्य अबको चुनाव? काङ्ग्रेस र एमाले एउटा तपाईँको इतिहास बोकेको विरासत बोकेको पार्टी हो। उनीहरूले कुनै समय राम्रै गरेको थिए, पञ्चायतको विषयमा लडे, राणाको विषयमा लडे, त्यो आफ्नो ठाउँमा छ। तर अब चाहिँ उहाँहरूले गरेका विभिन्न किसिमका विधिहरूले प्रक्रियाहरूको कारणले गर्दा उहाँहरू फेलर हो। सबभन्दा पहिला कुरो उहाँहरूले दलीय भागभण्डा कहीँ पनि गर्न हुँदैन थियो। उहाँहरूले कर्मचारी तन्त्रमा पनि दलीय भागभण्डा गर्नुभयो, पुलिस प्रशासनमा पनि दलीय भागभण्डा गर्नुभयो, उहाँले अड्डा अदालतमा पनि दलीय भागभण्डा गर्नुभयो, जसले गर्दाखेरि सिस्टम नै उनीहरूको हातमा कब्जामा गइसकेपछि नेपाली जनताले न्यायको प्रतिभूति गर्नै सकेन। जुन देशमा न्यायालयलाई विश्वास गरिँदैन र न्यायालयप्रतिको सम्मान र न्यायालयप्रतिको तपाईँलाई इज्जत अथवा न्यायालयप्रतिको आस्था घट्दै जान्छ नि, त्यहाँ सिस्टम फेल हुन्छ, देश फेलरमा जान्छ। अहिले त्यो कुरा भइरहेको छ। त्यसो हुँदाखेरि यो कुरा भयो। अर्को कुरा भनेको यो 35-36 वर्षमा आफू चाहिँ मोटाउने, देशलाई चुस्ने काम भयो, सारा नेपाली जनतालाई तपाईँको विदेशमा बेच्ने काम भयो, होइन? त्यो भएको कारणले गर्दाखेरि जसले व्यतीत गरेका छन्, जसले भ्रष्टाचार गरेका छन्, त्यो सबै एकचोटि कानुन दायरामा आउनै पर्छ। त्यो आयो भने मात्रै आज नेपाली जनता जन्मिँदै तपाईँलाई 80-93 हजारभन्दा माथिको लोन बोकेर जन्मिन्छ। त्यो कहिले तिर्ने? नेपालको जिडिपीलाई कहिले हाई गराउने? नेपालको औद्योगिक क्षेत्रमा खोइ लगानी, नेपालको तपाईँलाई प्रोडक्टिभिटी क्षेत्रमा खोइ लगानी, तपाईँलाई तलब र भत्ता सुत्दै नेपाली सरकारले खुवाउन सकिरहेको छैन। आज रेमिटेन्स नआउने भने देश एकै दिनमा ठप्प हुन्छ, जिरो हुन्छ। कहिले नेपाल आत्मनिर्भर हुने? त्यसो हुँदाखेरि यी पुराना दलहरूबाट, यी पुराना माइन्डहरूबाट, यी पुरानो दिमागले चाहिँ यिनीहरूको खुरापाती बाहेक यिनीहरूको दिमागमा केही पनि छैन। कुन मन्त्रालय हत्याउने, त्यहाँबाट कति माल आउँछ भन्ने बाहेक यिनीहरूले केही पनि जान्दैनन्। त्यो त यिनीहरूको दिमागमा अर्कालाई कसरी लडाउने, कसरी पछार्ने, कसरी बर्बाद गर्ने भन्ने खालको खुरापाती बाहेक यिनीहरू दिनमा छैन। यिनीहरूले अहिले 21औं शताब्दी सुहाउँदो डेस्टिनेसन र त्यो खालको भिजन यिनीहरूसँग नभएको कारणले गर्दाखेरि अब हामी जस्तो युवा शक्ति चाहिन्छ, पढे लेखेका, बुझेका, जानेका र 21औं शताब्दी सुहाउँदो भिजन भएका युवा शक्ति चाहिन्छ। त्यो युवा शक्ति तमाम अहिले अगाडि छन्, उनीहरूलाई मौका दिनुपर्छ। बसे हुन्छ केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड लगायत जति पनि नेताहरू छन् उहाँप्रति सम्मान छ। उहाँहरू एउटा तपाईँको सल्लाहकारमा बसिदिनुहोस्, गार्जियनको भूमिका निर्वाह गरिदिनुहोस्, काम गरेर युवालाई दिनुहोस् न। अहिले तपाईँलाई केपी शर्मा ओलीले तपाईँको पार्टीमा अध्यक्ष हुनुभन्दा कुनै एउटा युवालाई अगाडि उठाइदिएवा के हुन्थ्यो? अब नेपाली काङ्ग्रेसमा तपाईँलाई सुनिल शर्मा जस्ता तपाईँलाई नैतिकवान व्यक्ति, सुरेन्द्र भण्डारी जस्ता नैतिकवान व्यक्तिहरूलाई अगाडि बढाए के हुन्छ? फेरि पनि तपाईँको तिनै व्यक्तिहरू, जो व्यक्तिहरू तपाईँको बाख्राको ट्याक्स छ कसैको, होइन, कोही विभिन्न ट्याक्स छ, ती व्यक्ति लाग्ने हो। हजुर, काङ्ग्रेसलाई पनि लिड गर्छु, देशलाई पनि बनाउँछु भन्नुभएको छ गगन थापा। नसोचे हुन्छ। गगनजीले त्यो नैतिकता गुमाइसक्नु भएको छ। गगनजीले सबभन्दा पहिलो नैतिकता कहाँ गुमाउनु थाहा छ? बाख्रा पाल्छु भनेर नेपाल सरकारबाट लाखौँ पैसा लिएर बाख्रा, जनताका बाख्रा ल्याएर खोरमा ल्याएर तपाईँको अनुगमन समितिलाई देखाएर तुरुन्तै तपाईँको फेरि प्रत्येकको घरमा बाख्रा फर्काएर पैसा वाम पार्ने व्यक्ति भए। सुन्नुहोस्, एउटा कुरा भयो। अर्को कुरा, यिनले सबभन्दा पहिला आफ्नो अनिष्ट पुरा गर्नको निमित्त 1 अर्ब लोन लिएको, 3 पुस्ते राखेर ल्याप्चे गरेको प्रुफ र प्रमाण मसँग छ भनेर सेतो कागज उठाउने अनि पछाडि बसेका झोलेहरूले भ्याटाटाटाटाटा ताली पड्काउने, त्यो भएको होइन। आज गगन थापाको नैतिकता छ, इमान्दारिता छ, मानवता भन्ने कुरा छ भने उनले किन अदालतलाई प्रमाण दिन सकेनन्? किन कुरा भन्दैनन्? आज किन मुसु लुके जस्तो लुकेर हिँड्नु परेको छ? आज किन भागी हिँड्नु परेको छ? किन आज मिडियासँग भाग्नु परेको छ? किन आज आफैलाई भोट दिने जनताहरू भाग्नु परेको छ? त्यो दिन कसले लिएर आयो? त्यो आक्रोश कुनै बेला गगन थापा वाउ 3 घन्टा 4 घन्टाको बाटो हिँडेर उनको भाषण सुन्न जाने मान्छे मै हो। कुनै बेला चुच्चे नक्साको कुरा गर्दै गर्दा र इन्डियाको विरुद्ध नेपालको स्वाभिमानको विषयमा दमदार कुरा गर्दा गर्दै आई लभ यु केपी बा भन्ने मान्छे मै हो। तर आज उनीहरूप्रति यति धेरै वितृष्णा किन आयो? अझै धेरै वितृष्णा नआओस्, त्यसो हुनको लागि आफूले गरेको गल्तीहरूलाई स्वीकार गरेर नेपाली जनतासँग माफी मागेर अब तपाईँहरू एउटा गार्जियनसिपको भूमिका निर्वाह गर्नुहोस्। युवाहरूलाई छोडिदिनुहोस्, देश
युवाहरूले चलाउँछन्। उहाँलाई सिकाउनुहोस्, अराउनुहोस्, खुरापाती नसिकाउनुहोस्, लुट्न नसिकाउनुहोस्, चोर्न नसिकाउनुहोस् र तपाईँहरूले जस्तो तपाईँलाई के भन्छ पाइपलाइन बनाएर देशलाई लुट्न नसिकाउनुहोस्, राम्रो कुरा सिकाउनुहोस्। तपाईँलाई जहिले सल्युट छ, जहिले सम्मान छ नेपालतर्फबाट। राजा भनेको गार्जन हो। म त भन्छु अहिले तपाईँलाई राष्ट्रपतिको नाममा राजै राखे हुन्छ, संवैधानिक राजा। राज संस्था चाहिँ नहुने, राज संस्था हुने, राजा के भन्छ तपाईँको राज संस्था चाहिँ हुने, तर शासन चाहिँ जनताले गर्ने। अभिभावक त्यो त चाहियो नि त एकजना। यो कुरा भन्दै गर्दाखेरि तपाईँलाई रासपाले कहिले राजावादीको विरोध गरेको छैन। रासपा मात्र एउटा शक्ति हो नि, रवि लामिछाने मात्र एउटा शक्ति हो नि, उसले कहिले कसैलाई नराम्रो भन्दैन। देख्नुभन्न आज सारा तपाईँको तमाम नेपाली जनताले अवसरवादी भनेर औँला ठड्याएर गाली गर्दै गरेका तपाईँलाई सुमना श्रेष्ठ, सन्तोष परियार र मुकुले जस्ता व्यक्तिलाई तपाईँहरूले पार्टीलाई लगाएको गुण त म कहिले तिर्न नसकौँला। तपाईँले धेरै ठुलो गुण लाएर जानुभयो। तपाईँलाई हामीले केही गर्न सकेनौँ, तर तपाईँले धेरै गर्नुभएको छ। जहाँ हुनुहुन्छ तपाईँहरूको उज्जवल भविष्यको कामना गर्छु, शुभकामना दिन्छु सम्म उनले भने। र त्यति मात्रै भनेनन्, आउनुहोस् सारा चिजहरू सबै परिवर्तनगामी शक्तिहरू आइदिनुहोस्, सभापति चाहिन्छ लानुहोस्, पार्टी चाहिन्छ लानुहोस्, चुनाव चिन्ह फेर्नुहुन्छ फेर्नुहोस्, तर जनताको लागि हुनु पर्यो, देशको लागि हुनु पर्यो। यस्तो छ राजावादी भनेको पनि तपाईँलाई एक किसिमको तपाईँलाई के छ भने राष्ट्रप्रेमी, राष्ट्रवाद नै हो होइन। राष्ट्रमा छ उहाँहरूप्रति एउटा धेरै राम्रो कुरा छ। त्यसो हुँदाखेरि राजाको किरमा जाँदै गर्दाखेरि राजाको आफ्नो म्यान्डेट अगाडि आइदिएन, राजाको एउटा स्टेटमेन्ट अगाडि आएन क्या। राजाले एउटा स्टेटमेन्ट लिएर म यो गर्न तयार छु, नेपाली जनता आओस् भन्नुभन्दा पनि राजाले चाहिँ जनताले ल्याएर राखिदियो भने म जान तयार छु भन्ने खालको र उनको स्टेटमेन्ट नभएको कारणले गर्दा नेपाली जनताहरू भुलभुलैमा छन् अहिले होइन। राजाको एजेन्डा भनेको त यस्तो छ क्या, सबभन्दा पहिला कुरो राज संस्था राष्ट्रपतिको ठाउँमा, राष्ट्रपति भनेको प्रत्येक 5-5 वर्षमा चेन्ज हुने, अनि उनीहरूलाई फेरि तपाईँको अलिसान महल दिनुपर्ने, अनि तलब र भत्ता पनि दिनुपर्ने, अनि तपाईँलाई सुरक्षाकर्मी पनि दिनुपर्ने, राज्यको दोहोरो खर्च भयो क्या एउटा कुरा। यसै गर्दै जानु न अबको 100 वर्षभित्र तपाईँको डम्पिङ साइट बन्छ क्या राष्ट्रपतिहरूको मात्रै होइन। फलाना राष्ट्रपतिको त्यो बिल्डिङ, फलाना राष्ट्रपति त्यो बिल्डिङ, यो देशलाई डम्पिङ साइट बनाउनुभन्दा संवैधानिक राज संस्था होइन, राजतन्त्र होइन, राज संस्था राख्ने कुरामा चाहिँ आपत्ति छैन। मेरो चाहिँ म राजसभाको कुरा गर्दिनँ, किन म राजसभाको सदस्य होइन, अहिलेसम्म राजसभा प्रवेश गरेको पनि छैन। यद्यपि म तपाईँको होइन राज संस्था राष्ट्रपतिको ठाउँमा नेपाली जनताले चाह्यो भने राज संस्था राख्नलाई आपत्ति छैन। नेपाली जनताको चाहना हो त्यो। के भयो त राष्ट्रपतिले के भयो त अहिले भइसक्यो त 3 जना राष्ट्रपति हामी हेरिसक्यौँ, अझै यस्तै हो त दर्जनौं राष्ट्रपति हेरौँला। अहिले उपराष्ट्रपति को छ भन्दा मलाई नाम थाहा छैन, नेपाली जनता चिन्दैन क्या। भूमिका भए पो चिन्छ, के त भूमिका छैन। नेपाली जनताको हसुर्ने बाहेक र भत्ता खाने बाहेक र तपाईँको सलाम ठोक्ने बाहेक र तपाईँको नेपालका तपाईँको हाम्रा गोर्खाली युवा साथीहरूले तपाईँको सल्युट हानेर बाहिरभित्र सुसारे गर्नु बाहेक के काम देखियो त? देखिएन नि, भएको छ नि। त्यसो भन्दै गर्दा अवहेलना मुद्दा नलागोस्, यो नेपाली जनताको कुरा बोलेको मैले एउटा विश्लेषकको हिसाबले बोल्दाखेरि होइन। राष्ट्रपतिको ठाउँमा संवैधानिक राज संस्था राख्दाखेरि म स्वयं व्यक्तिलाई चाहिँ आपत्ति छैन क्या। मैले पार्टीको कुरा गरिनँ। हस्, धन्यवाद यहाँहरूलाई सबैलाई। कुन नजरबाट उनीहरू अपराधी हुन्? कसरी अपराधी हुनु नि? सबभन्दा पहिले कुरो काम गर्दै गर्दा तपाईँ हामी पनि त सञ्चालनमा काम गर्दै गर्दाखेरि तपाईँ हामी पनि त विभिन्न संस्था, म पनि 4-5 वटा संस्थामा काम गर्छु। मेरा थुप्रै पार्टनरहरू छन्। एउटा संस्थाको नीतिभित्र बसेर काम गरेर हुन्छ। पार्टनरको वास्तविकता के त हाम्रो खोजे हुँदैन नि त। जिब्राई भन्ने ठग मान्छेसँग उनको भेट भएछ, त्यो कारणले गर्दाखेरि उनले भने त फेरि पनि नेपाली जनताको पैसा उठाउनको लागि म सक्रिय हुन्छु, म लाग्छु, मलाई मौका दिनुहोस्, मलाई क्लिन चिट दिनु पर्दैन, मेरो मुद्दा खारेज हुनु पर्दैन, मुद्दामा राख्नुहोस्। अरूलाई जसो गरेर मलाई पनि बाहिरबाट मुद्दा लड्ने मौका दिनुहोस्। मेरो मुद्दा ठुलो कुरो होइन, मेरो मुद्दा ठुलो कुरो होइन। नेपाली जनताले पैसा पाउनुपर्छ भन्ने कुरा ठुलो कुरा हो। त्यसको लागि त सबैभन्दा ठुलो मेरो भूमिका हुनुपर्ने ठाउँ मलाई किन थुनेर राखेको, मलाई त्यो भूमिका आउन देऊ। एक नेपाली जनताको पैसा फिर्ता गराउनको लागि मेरो सक्रियता जरुरी छ, म तयार हुन्छु। ती आँसु पुस्दै, ती नेपाली जनताको आँसु पुस्नलाई म तयार छु भनेर उनले भन्दै गर्दा यो अदालतले किन थुनेर राख्नु?